र आज हामी परिवार मेरो जन्मथलो कासेममा हामी आइपुगेका छौँ। यहाँ मेरो ठुलो छोरी, सानो छोरी, यहाँ मेरो बुढिया अनि मेरा घरमा चाहिँ हामीले मेरो आमालाई र मेरो भाइ बुहारी कसलाई पनि हामीले खबर गरेको छैनौँ। हामी सरप्राइज दिइराखेका छौँ। भाइ बुहारी छ कि छैन, आमा चाहिँ घरमै हुनुहुन्छ। ल आमाको रिएक्सन यसो हेर्न चाहन्छौँ हामी। ल त एमी हिँड त, जाऊ त एमी हिँड त, लु हिँड त। हामी धेरै कहिले कहिले मात्र आउँछौँ, नानीको छुट्टीको समयमा यसो आमालाई भेट्न आएको। हेरौँ है त आमाको रिएक्सन। आमा थाहा छैन, आमालाई पनि कसैलाई थाहा छैन। ऊ ल एकचोटि जाऊ बोजूलाई, एमी जाऊ, एमी पहिला बोजूको जाऊ, बोजू जाऊ। आशिष छक्कै पऱ्यो ल बोजू। औ बोजूलाई सोध न, आमालाई सोध न, थाहा थियो भन, हामी आउँछ थाहा थियो भन। ल यो चाहिँ मेरो बाल्यपन बितेको जग्गा, जन्मेको हुर्केको जग्गा। अनि भाइ बुहारीहरू चाहिँ विशेष काम बाहिर हुनुभएकोले गर्दा अहिले आमा मात्रै घरमा रहेछ। आमालाई भेटियो, आमालाई सरप्राइज दिएको। आमा धेरै अति नै खुसी हुनुभयो। नानीको छुट्टीले गर्दा हामी केही दिन अब घरमा हुन्छौँ, त्यसपछि हामी फर्किहाल्छौँ। सानो छुट्टी बिताउन हामी यहाँ आइपुगेका छौँ। थ्याङ्क यू। भिडियो मन पराउनु हुनेछ सबैलाई। बाई बाई।